रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाह एक आपसमा मिलेपछि हर्क साम्पाङ राईले उनीहरूको चर्को आलोचना गर्दै आएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत दिनकै 100औं स्ट्याटस लेख्दै उनले नयाँ दललाई खरो आलोचना गरिरहेका छन्। एमसिसीको दलाल, हत्यारा र भ्रष्टाचारी जस्ता आरोप लगाउँदै उनले आलोचना गर्ने गरेका छन्। विशेष गरी कुलमानलाई एमसिसीको पक्षधर पनि भन्ने गरेका छन्। तर हर्क साम्पाङले यो बुझिरहेका छैनन् कि संसदबाट ताली ठोकेर एमसिसी पास गर्ने पुराना दलहरू नै हुन्। आफूलाई भावी प्रधानमन्त्रीको रूपमा दाबी गर्दै आएका हर्क साम्पाङ एक आपसमा यसरी नयाँहरूलाई खैरो खनिरहँदा त्यसको असर भने प्रत्यक्ष निर्वाचनमा पर्ने देखिन्छ। पुराना दलहरू हटाएर नयाँ नेतृत्व र नयाँ व्यवस्था कायम गर्नको लागि नयाँहरू मिल्नु अत्यन्तै आवश्यक छ।